तपाईहरुलाई म यहाँ जंगल आए जस्तो लाग्न सक्छ तर म यहाँ चाहिँ बोट बिरुवा किन्न आएको हैन एउटा सल्लाहको चाहिँ 45,000 हैन हैन यो चाहिँ म फाइनली यो फुलहरु योहरु स्टोरमा आएको किन्नको लागि यो चाहिँ सब हाम्रो यो उतातिरको चाहिँ यो सब यो बिक्रीको लागि राखेको हैन यो सब यो झाडी हैन कि यो हाम्रो यो वहाँ नेपालमा पाइने यो लालीगुराँस हो हैन लालीगुराँस यसको प्राइस चाहिँ यहाँ कति रहेको छ भन्दा च्यात्ते चाहिँ मा यो हाम्रो घरतिर पनि के हो यार यो ऊ रहेछ के रे स्कुलमा पाइन्थ्यो नि त के रे चौतारी हैन तर त्यस्तै अनि यसको चाहिँ 10,000 रुपैयाँ रहेछ हैन 9,800 भनेको 10,000 रुपैयाँ यो चाहिँ सब यो पुरा बेच्न राखेको यो सल्लो यो हेर्नु है यो हाम्रो त नेपालमा 2-300 पाइन्छ नभए गाउँतिर फेरि यहाँ बाँड्छ है कति रहेछ त्यसको प्राइस यहाँ 12,800 रहेछ यस्तो हैन अनि यो पैसा गर्न कहीँ जानु पर्दैन यार गाइस यस्तो बुटो लाउने पैसा म नि यस्तै प्लान गराउन थालेको हैन यस्तै नेपालबाट ल्याउने अनि यस्तो नेपालको झारपात नि यार यहाँ त लामो पर्छ है हाम्रो त जति पनि पाइन्छ नि यो फेरि रोज फुल रहेछ हैन अलि ठुलो हैन उहाँ पुगिसक्यो यो चाहिँ यहीँको लागि राखेको रहेछ कहाँ यहीँको लागि यो यहीँको लागि रहेछ हैन माछा देखाऊ माछा यहाँको माछा कहाँ गयो माछा नि छन् हैन माछा छन् यहाँ देखाउने यहाँ देखाउने हेतेरी यहाँ बाम माछा छन् अहिले चाहिँ कुरभित्र छिरे हैन अहिले एकैछिनपछि निस्किन सक्छन् हैन यहाँ अस्ति भरिभरि पाइन्थ्यो कि आज रहन्छ अहिले चाहिँ यहाँ उ गरे अनि भ्याकुताला चाहिँ यहाँ फेरि यता राखेको छ यहाँ उ गर्नको लागि यो देखाउने यो भ्याकुता चाहिँ गाड हो हैन माछा गाड यो खोल्टुको बुटो हेर्नु हैन अब यो हाम्रो घर वहाँ फेरि यहाँ जो 3 प्राइस हेर तल प्राइस तल उसको प्राइस चाहिँ 1,50,000 अब यो खोल्टुको हाम्रो घरमा घाँसमा हामीले उसलाई गोरुलाई घाँस के भन्छन् भुटुक भन्छन् हैन 1 लाख कति रे यो फेरि हाम्रोतिर यो जंगलमा एकदम पाइने यो फल हो हैन यो लास्ट पाइन्छ हाम्रोतिर हैन यसको फल चाहिँ बट अब यहाँ चाहिँ किन्न सकिँदो रहेछ यो त खुर्पाको बिड बनाउने हैन रे त्यो हो यो चाहिँ हाम्रो घरतिर हँसियाको बिडको बोट हो हैन अब यहाँ 16 छ यो हँसिरो अनि तपाईहरुलाई ल है अरु पनि देखाउन चाहन्छु हैन यहाँ चित्रहरु पनि दामी मूर्तिहरु पनि छ हैन मूर्तिहरु पनि तपाईले देख्न सक्नुहुन्छ 28,600 13,000 अनि यो 28,000 ओइ माया गणेशी नचल गणेशी यो अब फेरि किमु पोल्टुको बोटा हैन यो फेरि 2,50,000 मात्र रहेछ हैन फेरि हैन किमु देखाउने किमु किमु पाके छ यार यो लान थालेका नि क्या हैन राख्न थालेका नचन यसको प्राइस त टाँस हैन यो प्राइस छ त्यहाँ उ तल यता यसको मागे प्राइस यसको 7,980 रुपैयाँ अनि 8,000 रुपैयाँ मात्र रहेछ हैन ल यता आउनुस् म तपाईहरुलाई नयाँ फल देखाउन चाहन्छु हैन यो हाम्रोतिर यो जंगल नै हुन्छ यार यस्तो बोटो हैन यो के भन्छ हामीले त संकत्र भन्छौं बब्बु त काटाकानामा लेखेछ के लेखेछ लेमन लेखेछ तल हेर हैन हामीले त बब्बुै भन्छौं नि होला लेमनको रहेछ ठुलो वाला रहेछ यसको प्राइस चाहिँ अलि सस्तै भएको यो किम्मुको कति हो यो किम्मुको आउ त यो ठुलो किम्मु रहेछ हो त यता आउ त 6,800 हजुर मेता पाक्न आएकोला अलि महँगो पर्छ यो 1 किलो ए यार यस्तो पनि पाइँदो रहेछ यार यो त हाम्रो किवी हो ए किवीको रहेछ म त अर्को वैसलुको उ जस्तो देखेँ शपिङ अब यस्तो बुटो सुटो त सबभन्दा महँगो वाला देखाउँछु ल लेट्स गो गाइस सबभन्दा महँगो वाला यहाँ भएको सबभन्दा महँगो वाला
बुट देखाउनु गइरहनु यो के यो होइन यो ठुलोवालामा महँगो सबभन्दा महँगो म देखाउनु गइरहेको छु यता भित्र जाऊँ न भित्र यता कलमी यता पनि है थुप्रै फुलहरू देख्न सक्नुहुन्छ होइन माछा हाम्रो चाहिँ यहाँ माछाहरू पनि छ होइन देख्न सक्नुहुन्छ तपाईँहरूले अनि 3-4 थरी माछाहरू छ होइन अनि यो माछा चाहिँ यता अझ राम्रो माछा हेर्ने हो भने यता छ होइन यहाँ देख्न सक्नुहुन्छ माछा त भयो तपाईँले अनि त्यसपछि हाम्रो यो पुरानो भाँडाकुँडा है अरू देख्न सक्नुहुन्छ होइन पुरानो पहिला जापानमा युज हुने होइन अनि यहाँ अब यो च्याउको जन्मलाई अब तपाईँको यहाँ 11,000 रुपियाँ हाम्रो खेतमा जति नै आउँछ होइन यस्तो योहरू चाहिँ यता देखाउनु त यता के भन्दा यता यो हामीले पहिला चाहिँ हामी साना छँदाखेरि तपाईँलाई थाहा होला पक्कै पनि यो चाहिँ हामीले हातमा छाप हान्थ्यो यहाँ ट्याटु हान्ने भनेर यो चाहिँ यहाँ रहेछ होइन धेरै पछि देखेँ मलाई पनि खुसी लाग्यो होइन जापान आएपछि मैले पहिलोचोटि देखेँ यो चाहिँ हामीले ट्याटु हान्ने भनेर यस्तो अनि त्यही हो अब योहरू त अब हाम्रो नेपालमा यो फेरि यहाँ पाइन्छ तर यो बाँस चाहिँ मलाई अचम्म लाग्यो यार अनौठोको छ नि यार यो बाँस चाहिँ कति रहेछ प्राइस यसको प्राइस चाहिँ 6,000 रुपियाँ मात्र रहेछ होइन त्यसको चाहिँ अनौठो लाग्यो यार बाँस चाहिँ